Hello guys, hello guys, welcome to my new vlog. आज सुरुवात गर्दैछु भाइले पैसा दिँदैछ के गर्नुको लागि भन्दाखेरि मिदी मेरो दोस्त मिदी भइरहेछ हैन अनि मिदीमा पुराउँदै छु मिलन के अरे नाम मिलन के अरे भन्छ लास्टमा टर्की मिलन के अरे दर्जी हो दर्जी मिलन दर्जी पारा उसलाई मिदी हाम्रो 10 मिदी भइसक्यो हिजो अस्तिको दिन फिजिकल गरेर पनि अझ लिखित अरे उसको त्यही भएर जाँदैछौँ होइन मेरो रुममै ऊ बसेको छ 2-3 दिन 2 दिन 3 दिन चाहिँ होइन 2 दिन पनि होइन 2 रात हो 2 दिन भइसक्यो अनि जाँदैछौँ सो भ्लगलाई निरन्तर हेर्नु होला इन्जोय गर्नु होला तर तपाईँहरूलाई देखाउँला नेपालको बेरोजगारीहरूलाई अनि त्यही हो त्यही हो हाम्रो त्यही हो निर्वाचन प्रहरीमा केटा भर्ना भएको छ भर्ना गर्दैछ त भर्ना भएको छैन भर्ना गर्दैछ भर्ना हुँदैछ अनि कति गतेदेखि पो गरे निर्वाचन यहाँदेखि तल धरौँ न है सिधै किन घुमिराख्नु हाम्रो चाहिँ यात्रा धनकुटाको यो के भन्छ भन्दाखेरि ठ्याक्कै यहाँ के भन्छ नगरपालिका थियो त्यो जाँदैछौँ होइन काहीच देख्न सक्नुहुनेछ होइन अनि के भन्छ अरे तल चाहिँ ब्याडमिन्टन हल छ हेर्नु सक्नुहुनेछ ब्याडमिन्टन हल होइन सो जाँदैछौँ टुडी खेल झुटो रहेछ केही भन्नु छ मिलन केही छैन दाइले सो सब्सक्राइब हानिदिनु पर्यो लाइक कमेन्ट गरिदिनु पर्यो यस अनि फेरि अर्को भ्लग यसो बनाउने हौसला प्रदान गरिदिनु पर्यो त्यति जो चाहिँ गर्न नबिर्सनु होला अनि सबैलाई थ्याङ्क यू सो मच 500 सब्सक्राइबर तपाईँहरूले 500 सब्सक्राइबर मतलब 500 जनाभन्दा बढी हाम्रो फ्यामिली भइसकेको छ थ्याङ्क यू सो मच निरन्तर तपाईँहरूले ब्लगलाई हेर्दै गर्नु होला भिडियोलाई होइन भन्दा है हामी फेरि देखाउनेछौँ हामी फेरि देखाउनेछौँ बेरोजगारी टिमलाई भनेर भन्दा कसैको मन नदुख्छ छैन जस्ट फन मात्र हामी करदाता सेवा कार्यालय धनकुटा छेउ आइपुगेका छौँ देख्न सक्नुहुनेछ देख्न चाहिँ सक्नुहुन्छ कि हुन्न अब घामले भए टल्किङ होता है हामी एकदम डाइरेक्ट सर्टकट बाटो जाँदैछौँ भाइ जाँदैछ अगाडि मिलन टर्की दोस्रो गाउँ कहाँ अरे धनकुटा कुन 24 गाउँपालिका सुरुङ्गी अन्य गाउँको भाइ है फेरि दाइले भनेको चाहिँ पनि मानिदिन्छ त्यस्तो भाइलाई के साह्रो हेपेको भन्दा फेरि कमेन्टमा हेपेको होइन भाइ पनि हो साथी पनि हो सबै हो भाइले खासमा मलाई यहाँ घुस दिएको छ उसलाई तल पुऱ्याएर पर्खिनु पर्ने र 100 रुपियाँको घुस खाएर क्याफेमा कर्नर जोन हो त्यहाँ गएर चिया खाँदै पर्खिनु अरे उसको चाहिँ लिखित घाममा त कोही बसिरहेको छ हेरौँ होइन अहिले इक्जाम दिनेहरूलाई बेरोजगारी टिमहरूको एउटा निर्वाचन प्रहरीहरूको लिखित परीक्षा हेरौँ होइन कस्तो हुँदो रहेछ हामीले हेरौँ न म पनि जाने इच्छा थियो मेरो चाहिँ पूर्वाञ्चल गट ट्यालेन्ट सिजन 7मा अब सबै भनिराख्नु पर्दैन म फाइनलिस्ट छु नि त मतलब सेमी फाइनलिस्ट छु नि त अनि भोट गर्न चाहिँ नबिर्सनु भाइ प्लिज भाइलाई पनि अस्ति भोट गरेको भए पुग्थ्यो हाम्रो बाटो एकदमै खतम छ यार अस्ति भाइलाई भोट गरेको भए चाहिँ भाइ पनि सेमी फाइनल चाहिँ फिक्सै हो भएन जित्थ्यो पनि होइन बाटो तयार एकदम हामी यो के अर्ग्यानिक साग सब्जीहरू हामी चाहिँ के भन्छ ओरेन्ज सिटी आइपुगेको छ ओइ त्यहाँ परदेखि जाउँ कि यता कुनामा होला
यतैदेखि यतैदेखि जाउँ हामी अलमलमा पऱ्यौँ ओरेन्ज सिटीमा छौँ हामी अहिले चाहिँ धनकुटाको ओरेन्ज सिटी भन्छ कि त्यहाँ छौँ ओरेन्ज कलरको घरहरू मात्रै छ ओरेन्ज चाहिँ ओरेन्जको घर छ कि त्यही भएर ओरेन्ज सिटी भन्छ र हामी दोस्री बाटो से जा रहे हैं टोडीखेल पुग्ने हामी आँटेका छौँ सबैजनाले हेर्नुहोला सक्नुहुनेछ तल हाम्रो टुडीखेल धनकुटाको सुरुवातमा भइरहेछ मिलन टर्की मिलन टर्की जाँदैछ एक्जामको लागि होइन अब लिखित परीक्षा के गर्ने हो सबै राम्रै गरेछ गर्नु चाहिँ अहिले लिखितमा भा उडाइदिन्छ कि त्यही पनि हुनसक्छ हेर्न सक्नुहुन्छ तल सम्पूर्ण नगर प्रहरीहरू आर्मी हुनुहुन्छ सबै सरहरू अनि हामी झर्दैछौँ पर गाडी पनि चल्दैछ हेर्नुहोस् है धनकुटाको के भन्छ सडकहरू बाटोहरू चलपल बढ्दैछ बेला बेला हामी पनि चलपल दिन्छौँ यहाँ होइन भनेर भन्दै भ्लग चाहिँ निरन्तर चलिरहेको छ हेर्न सक्नुहुनेछ गाइज के छ यही हो इन्ट्रेन्ससँग बाइक गाडीहरू देख्न सक्नुहुन्छ है त गाइज म तपाईँलाई देखाउँछु गाइज यतै हो भिडियो देख्न सक्नुहुनेछ गाइज यतै हो टुडीखेल हामी आइपुगेका छौँ देख्न सक्नुहुनेछ टुडीखेल हेर्न सक्नुहुनेछ है त मान्छे टन्नै रहेछ छुटेको अस्ति फाइदा भयो यस्तै फाइदा भएको भए हिजो बेलुका आएर पनि सेकेन्ड पनि लास्ट पनि पितो पनि उयो क्षमता अनुसार कुद्यो भयो त नि कम्पिटिसन कोही नहुँदा त रेकर्ड राख्यो सम्पूर्ण परीक्षार्थीहरू पूर्व स्थानमा भाग लिने हुनुहुन्छ उहाँहरूले आफ्नो दर्ता यहाँ दर्ता गराएर मात्रै यता अगाडि जानु होला है
सबैले लाइन लाइन चेक गर्दैछ